हेलो साथीहरू, आज हामी गइरहेका छौँ चितवन नेसनल पार्कको चितवन नेसनल पार्क घुम्न, जहाँ हामी यहाँ पहिलो प्रस्थान गर्ने गेटबाट हेर्नु त यहाँ चितवन नेसनल पार्कमा को बारेमा धेरै कुराहरू लेखिएको छ। यहाँ राम्रो राम्रो दोकानहरू खुलेको छ। हेर्नुहोस् त कस्तो राम्रो भ्युजहरू छ। यो हो मेरो साथी युट्युबर जुगमन थरू। यहाँ हेर्नुहोस्, हाम्रो चितवन नेसनल पार्कको गेट बनाइएको छ। यस्तो मनोरम ठाउँ छ। यहाँ विभिन्न टुरिस्टहरू आउने गर्दछन्। हेर्नु त यस्तो राम्रो राम्रो कटेजहरू छ। हामीले एकदमै रमाइलो गरेका थियौँ यहाँ हेर्नुहोस् त, यहाँ पार्कभित्र छिर्नुभन्दा पहिले एकदम मनोरम ठाउँ बनाएको छन्। यहाँ टुरिस्टहरू घुम्न आइरहेको हुन्छन्। हेर्नु त, यहाँ मेरो साथी अब त्यो टुरिस्टहरूसँग फोटो सेसन गर्दैछ। यहाँ चित्रहरू पनि यस्तो राम्रो राम्रो राखिदिएको छ। यहाँ हेर्नु त हात्तीको चित्र छ। नदीको किनारमा यस्तो राम्रो यो युट्युबर अब भोइस दिने भनौँ न म। अनि हेर्नु त, यहाँ शिलामा बाघको चित्र छ। अनि त्यसपछि हाम्रो जुगमान सरको एकदम राम्रो फोटो सेसन मैले लिएको थिएँ। हाम्रो बाइकबाट यात्रा भएको थियो। अनि त्यसपछि हेर्नु यहाँ अब गाइड गर्नको लागि गाडीको व्यवस्था पनि गरिएको छ। यहाँ हेर्नुहोस्, चितवन नेसनल पार्क हात्तीको एकदम स्ट्याचु छ। त्यसपछि हेर्नु त नेसनल पार्कभित्र यस्तो राम्रो राम्रो सबै कुरा मिलाएको छ यहाँको सरकारले। हेर्नुहोस्, यहाँ गइरहेका छौँ बाइकबाट गइरहेका छौँ। यहाँ गाडीको व्यवस्था गरेको छ टुरिस्टहरूको लागि, स्थानीयहरूको लागि। तपाईँ हामी जानु कहीँ भने हाम्रो लागि सबैको लागि गाडीको व्यवस्था छ। त्यही हेर्नुहोस्, बाहिर टाइम नभएर एक्चुली हामी भित्र जान सकेनौँ। बाहिर घुम्यौँ। यहाँ बस्नको लागि लज अनि त्यसपछि रेस्टुरेन्ट यस्तो राम्रो राम्रो राखिदिएको छ। हेर्नुहोस् त, यहाँको सौराहा मार्केट तपाईँहरूले त्यहीँ अब लेक साइड बसे पनि भयो, रिभर साइड। अब यहाँ मार्केटमा बस्नु पऱ्यो भने मार्केटमा पनि बहुत राम्रो राम्रो होटलहरू छ। सौराहाको बजार हो यो। यी हामी अब बाइकमा यसो राइड गरिरहेका छौँ। हेर्नुहोस्, यही सौराहाको मार्केट, होटेलहरू, त्यसपछि यहाँको बजार एकदम सफा सुग्घर। अनि हेर्नु त कस्तो राम्रोसँग सजाएको छ। हात्तीको स्ट्याचु हेर्नु त एकदम। यहाँ इलिफेन्ट चोक, हात्ती चोक भनेर छ यहाँ। अनि त्यसपछि यहाँ मान्छेहरू पनि आउँछ गइरहेको छ एकदम। हेर्नु त हामी गइरहेका छौँ। अब यसो घुम्दै हामी आगे पुरा घुम्यौँ बाइकमा। अब हाम्रो त्यसपछि हामी गयौँ चौधरी महल भन्ने होटेलमा। त्यहाँ हाम्रो चौधरीको एकदमै राम्रो होटेल खुलेको छ। त्यहाँ भित्र छिर्यौँ हामी त्यो मार्केटबाट घुम्दै नेक्स्ट टाइम आउने अब यहीँ बस्ने भनेर बाचा पनि गऱ्यौँ। हेर्नु त यस्तो राम्रो छ सौराहा सहर। हेर्नु त हामी त्यसपछि सौराहाको एउटा किसानले अब पालेको हात्ती सँग अब फोटो खिचाउनलाई हेर्नु त साथीहरू कस्तो राम्रो हात्तीसँग हामी गयौँ त्यहाँ फोटो खिचाउनलाई। हाम्रो माउते दाई पनि हुनुहुन्छ त्यहाँ। माउते दाईले हामीलाई अब त्यहाँ फोटो सोटो लिनलाई अनि भिडियो बनाउनलाई सेभ गर्नुभयो। अब हामी यो हात्तीसँग नजिकमा गएर फोटो पनि खिचायौँ। प्लस त्यो हात्तीसँग अब त्यो उसको हुन्छ नि मुनिबाट हामी आरपार पनि भयौँ। हेर्नु त अब माउती दाइले अहिले हामीलाई कसरी त्यहाँ उसको तलबाट पार गराउँछ। यस्तो मनोरम दृश्य थियो। एकदमै डर पनि लागेको थियो हामीलाई, तर पनि हामीले त्यो गयौँ गाइजहरू। अहिले देख्नुहुनेछ हात्तीले माउते दाइले हामीलाई हात्तीको पेट मुनि
छिराउँछ र फेरि लेप्चा ल्याउँछ हेर्नु त मेरो साथीहरू जाँदैछन् यो वार गर्छ अहिले सिनेमा डर पनि लागेको थियो बलस रमाइलो पनि भएको फेरि त्यहाँ तपाईँहरू पनि अब टाइम मिलाएर हेर्नु त म पनि जाँदैछु टाइम मिलाएर तपाईँहरू पनि त्यसमा जानुहोस् यो हात्ती गैडा अनि त्यसपछि बाघहरूको अब बोटिङको सबै कुराको मनोरञ्जन लिन पाउनुहुन्छ हामीलाई मौते दाइले अब विभिन्न रमाइलो गराएर मेरो साथीले अब धान र घाँस हात्तीलाई खुवाउन खोजिरहेको छ अरू कुनै पनि ठाउँमा यस्तो रमाइलो मलाई लाग्छ पाउनुहुन्न सौराहाको चितवनमा जानु यस्तो अब रमाइलो गर्न पाइन्छ थ्याङ्क यू गाइज अब तपाईँहरू पनि इन्जोय